सानो उता चाहिँ रोडमा नजानुहोस् हामी चाहिँ कहाँबाट आएको सानो आज कहाँ हिँडेको अन्त बुढो चाहिँ लखतरामा नभएको छ काठमाडौँबाट स्कुटी चलाएर 4 जना आयौँ यस्तो रोडमा बच्चासँग है यिनीहरूलाई गाह्रो हुन्छ होला भनेको आएर मजाले खेलिरहेछ रोडमा सानो खाइ टोपी फुकालु के हो यो सानो के हो यस्तो फोहोर भइरहेछ अब घर पुगेर चाहिँ नुहाइ धुवाइ गरिन्छ अहिले चाहिँ उठ्नुगा यो भुसुनेतिर बसिरहेछौँ हाम्रो ससुराल जाँदाखेरि लोकल कुखुरा दिइहाल्नुहुन्छ नि किन लगेर हामीले जानु आमा म त सिटामोल खाइहाल्छु नि हेलो के खानु भयो हो जुमिङ चाहिँ खतरा रहेछ क्या यो फोनको यो चाहिँ स्यामसङ ग्यालेक्सी अल्ट्रा 24 किनेको थिएँ मैले किस्तामा छ यो चाहिँ है किस्ता तिर्न चाहिँ कसरी सोचिरहेको छु गाह्रो पर्ला है तर जसो गर्यो त्यसै गरी टर्दो रहेछ भनेर म सोचिरहेको छु लो हाम्रो साथीहरू आइपुग्नु भयो ओ हेलो कता हो हामी त यहाँ कुद्दा कहाँ बसेको केटाहरूलाई बिस्तारी लिएर आएको नि 40-50 पनि बल्ल स्पिड कुदिरहेको छ बाइक अनि कसरी हामी मात्र कुद्नु त फेरि अब अनि हामी त अगाडि त भएर जानु भएछ र होइन बिसायौँ सँगसँगै बेसीमा बिसाएर पेट्रोल हालेर पानी सानी खाइयो त्यहाँ एकछिन बसियो अनि आएको तपाईँहरू घुर्मीमा तपाईँहरू त्यहाँ कटेको देखेको हामीले यहाँ र अगाडि कहीँ बिसाएको होला भन्नु अनि माथि आएर केतुकेमा एकछिन बस्यौँ खोइ राजकुमारी कस्तो ग्रुप छ कि हाम्रो आज ल फेरि हामी लाग्छौँ राङ्गादेवीतिर मेरो माइती घर चाहिँ राङ्गादेवी ओखलढुङ्गा मोलुङ गाउँपालिका ल जाउँ न ल जाउँ सबैजना यतिजना छौँ 1 2 3 4वटा रहेछ अनि यता रहेछ भाइहरू मेरो छोरो मेरो हस्बेन्ड मेरो छोरीहरू जटार हो दामी गर्दो रहेछ राम बजार छोडेर हामी ठ्याक्कै यो के डाँडाले आइपुग्यौँ अनि वल्लो बजार है यो चाहिँ राम बजार पछि ओह्रालो आउँदैछ कस्तो छ बजार एकदम मिस गर्छु म पनि यहाँ नै हो क्या मैले लाइफमा पहिलोचोटि एकदम ब्याङ्क पनि आएको रहेछ मैले चाहिँ के भन्ने काम सुरुवात गरेको खरे खोलाले हो मोलुङ गाउँपालिकामा है चर्चित खरे खोलामा चाहिँ हामी आइपुगेका छौँ यो एकदमै नेताहरूको कन्ट्रोभर्सी पनि भएको थियो यो कुराले मैले पारेको भनेर है अनि पारेको चाहिँ कसले हो गर्न सकेको छैन ठुलै बजेट चाहिन्छ अरे नि त यहाँ अनि हामीले खुबै खतराको कुरा गर्छौँ खत्रै कुरा गर्छौँ तर पनि हाम्रो सरकारसँग पनि त पैसा त भव्य भएको त होइन नि त होइन होला मान्छेहरूले कतिले गर्छन् पार्टीको मान्छेहरूले गर्यो होला नि कतिकोले त गर्दैन नि त
के भन्छ त्यो घुसखोरी अनि त्यही भएर खोल्नु गएको नेताहरूलाई लाज लाग्दैन लासाज चाहिँ के को लाग्नु नि यो परतिर नै पुल छ यहाँ पनि पुल अनि सरकारले थपक्क न ल हो रहेछ तिम्रो भनेर कहाँ दिन्छ त नि पिचको हालत यस्तो छ अनि के भन्ने होला पिच भएको नि धेरै भएको छैन 4-5 वर्ष भयो जस्तो लाग्छ 5 वर्ष हुन्छ रामपुरको सहर पाहाड छ तलसम्म है यो चाहिँ जगतपुरै यस्तो र दामी छ जगतपुर पनि मेरो नानीमा चाहिँ यही रामपुरमा हुर्केको हो यहीँ जन्मेर है अनि आज 3 महिना 3 पुरा भएर 4 मा लाग्यो यहाँ आमाको यो कान्छी चाहिँ पेटमा मैले बोकेर हिँडेको है जन्माउनलाई धरान अनि त्यसपछि मेरो ट्रान्सफर भयो त्यता नै म काठमाडौँतिर अनि ऊ चाहिँ 3 पुरा भएर 4 मा लागिरहेको छ म यहाँ लगभग 4 वर्ष 4.5 वर्षै बसेँ होला म काम गरेर है एकदम मजाले खेल्दैछ यो रामपुरको शहीद स्मारक छेउमा रामपुरमा रमाइलो थियो होइन एकदम यस्तो हावापानी छ मलाई काठमाडौँ जानु थियो चाहिँ हस्बेन्ड उता भएकोले हो नानीसँग म ब्याङ्कमा चाहिँ अलि खट्न गाह्रो भइरहेको थियो फ्यामिलीसँग बस्यो भने नानीलाई टाइम दिन्छ नि त अनि आफ्नो त धेरै कामै अब त्यस्तै पर्छ है सबै ब्याङ्कमै त्यस्तै नै हो मेरो माइती घर चाहिँ अब योदेखि पारि हामी प्राप्तबाट आएको छौँ अब मोबाइल नगर यहाँ फर्कै बाटो यहाँ बाटो हेरेर अप्ठ्यारो बाटो छ अप्ठ्यारो हार्दिक धन्यवाद छ यसरी मात्रै तार्न नसकिने रहेछ हैन मेरो माइती घर चाहिँ ठ्याक्कै यही चुचुरामा डाँडाभन्दा उतापट्टि छ फार्म छ यहाँ पोक्टिङ आएको छ यताबाट अनि यताबाट चाहिँ मोलुङ आएको छ सुसेली मोलुङ खोला सानो मामा घर आएको हो म चाहिँ धेरै पछि आएको है मेरो माइती घर मोलुङ खोला यहाँ हाम्रो टिम कान्छु हेलो ल हेर अर्को भाइ आउँनुहुन्छ हाम्रो डराइ आउनु भएको छ अर्को यहाँ भाइ ए लड्छ लडाउनु हुन्छ अन्त
भाइ नलड्नेमा चाहिँ लडाउने सब सक्सेस भइसकेपछि फाइनल अर्को ल ल ल ल ल ल ल ल यस्तो छ कि अब रोडभरि चाहिँ खुला छ अनि के गर्नु त नि मामा घर आएको मान्छेहरू ल सानो हिँड्दै गरौँ आमा घर आएको हो मामा घर आएकोहरू सानो हिँडौँ खोइ खोइ अब बाबाहरूले छोड्छ हामीलाई ल ल ल अब खेल्न नि दिइनँ मेरो छोरीहरूलाई रात परिसक्यो अनि आज चाहिँ घर पुग्नै छ त्यसपछि त जति नै खेलिन्छ 1 महिना त उनीहरूको पुरै 1 महिना जति झन् तिहारसम्म चाहिँ बिदा छ तिहार कार्तिकको 11 गतेसम्म बाइक हिँडाउनु पर्नेमा आफै गुड्नु पर्नेमा मान्छेले हिँडाउनु पऱ्यो कि फेरि यता आउँदैछ जानु ल जाम 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 स्कुटीको पालो झन् स्कुटी त यस्तो स्लिप जान्छ नि झन् मेरो स्कुटी खत्तम भयो गाउँमा रामपुरसम्म छोडौँ भनेको सबैजनाले जान्छ भनेर म छिटै बनाउनु पर्ने हुन्छ छिटै थोत्रे हुने भयो जङ्गलको बाटो भाइहरूले हुन्छ भनेर ल्याएर हेर्न यहाँ रातभरि जङ्गलमा यस्तो जङ्गलमा हिँड्नु परेको छ बाइकलाई बोक्दै 2 जना नानी बोक्दै आए नेपाल यस्तो छ जङ्गलै छ स्कुटीको हालत आधी घन्टाको बाटो नहिँडेर 1.5 घन्टाको बाटो आएर स्कुटी बोक्नु पर्दाखेरि म चाहिँ छोरी बोक्नु पर्दाखेरि के होला हालत कुनातिर जाउँ न कुनातिर हिलो छ होला कि छैन यो बाटो यो लो जानु जानु अर्को आउँदै हुनुहुन्छ यहाँ मैले स्याउली समात्दैछु आउनु यहाँ स्याउली छ के तपाईँ अलि अगाडि जानु अलि अगाडि जानु ए स्याउली तेर्से आएछ कि जुवाई चाहिँ ससुराली आएको हो चिच्चीमा खाने हो भन्ने मान्छे चाहिँ यहाँ यस्तो हालतमा छन् ससुराली जाने हो चिच्ची पापा खाने हो लो त्यसो भयो बाटो यो बाटो चाहिँ जानु रहेछ क्या सानो हो दिदीलाई समाता समात्दैन लडिहाल्छ यो एकछिन त दिदी समात्यो हिलो हिलो भाले रेडी हो यो चाहिँ कान फुराउनलाई राख्ने हो यो राखेको खोटाङ्गेली ज्वाइँलाई काम लगाएको बेजेद हुने हो थाहा छैन बेजेद पो हुने हो कि किन
उहाँतिर नगर्नेहरू जुवाइले राजा बनाउने नि त उता गीता त छोरा बराबर छोरा त भोलि आइपुग्छन् अनि के गर्नु त भोलि उसलाई मार्न लाउने अरे यो भन्दा ठुलो यो के गर्नुहुन्छ यो सकिँदैन आज यो आधा राखेर भोलि काट्दै हुन्छ के हो दसैँ भनेर मासु चाहिँ धेरै लाउँछ क्या हो खेर मात्रै जान्छ सुप खाने हो क्या मम्मी फेरि पर्सि खाउँला न नि पर्सि खाउँला फेरि बोलाएर सक्नु भएको छ नि सबैजना ऊ बोलाइसकेको छ नि त फेरि भाइहरूलाई नि कसरी आयो हो त्यसरी खुसीको बोतल ऊ त्यो मुनि पो देखेछ बुवाहरूले खालि यस्तै ल्याउनुहुन्छ कि हाम्रो नानी छोरी ज्वाइँ नातिनीहरू हाम्रो दसैँको अवसरमा भेटघाट भएको छ कति रमाइलो छ नमिठो छोरीलाई पनि मिठो मानेर खाँदैछौँ ए ढिँडो हो फापरको मोटोको साली त कति राम्री नि त हो कि कस्तो जुवाई पाउने हो हाम्रो बहिनीले हामी त बहिनी हो भन ल सही त ल गीत गाऊ त्यो भाइको हो सँगै बसेर पढ हो त्यहाँ बिचमा राख्नु ढुङ्गा हो अनि अर्को हेर अर्को तिमीहरू दुईजनाले दुध नखाने हो ल खा दुईजनाले एक खेप कान्छाले एक खेप कान्छीले फर्स्ट यसरी पो खानुपर्छ हो ऊ त नखाने कुरै हुँदैन फेरि ऊ माधुर जाने माछा बक्सन गर्नै महाभार हो बहिनीले धेरै खान्छ अनि फेरि स्ट्रङ बोय हुनु पर्यो खानु पर्यो खोइ त नि सबै हेर दुईटालाई भनेको त एकछिन त्यो फाँसिएको अनि के गर्नुहुन्छ मम्मीसित मकै चाहिँ हाम्रो यस्तरी राख्छौँ गाउँघरमा यहाँ जाँड रक्सी बनाउने ठाउँ काकीहरूको यो चाहिँ भोलि पर्सि यो बिउ राख्नलाई यस्तो गरी राख्ने गरिन्छ घुन नलागोस् भनेर आगो बाल्नेको माथि राखिन्छ चाहिँ लङ टाइम बस्छ भनेर यसको खोलसँगै राखिन्छ है काकीहरूको सुँगुर माउ सुँगुर यो भक्कको बोचा कस्तो क्युट छन् काकीको रातो भाले खायो भने चाहिँ पोसिलो हुन्छ अरे नि त यो के होला यो घाँस हो रे हाम्रो गाउँमा चाहिँ काठमाडौँमा भए त यो इन्डोर प्लान्ट यस्तो दामी छ यस्तो लहराएर उयो एउटा चाहिँ यस्तोरी झरेको पनि छ क्या लहरा हाम्रोतिर चाहिँ कफी जहाँ फाल्यो त्यही उम्रिने हो अझ हामीले मास्छौँ के कति धेरै बाक्लो हुन्छ नि त अनि हामीले त अब खासै यसको प्रयोग गर्दैन यो भित्र हाल्नु त केरै गर्दैन कफीको त कफी त कति महँगो छ नि त दाना यहाँ बजार नपाएर यस्तो छ यो म्यानेजै गर्न सक्दैन नि त कसले पनि सरकारले म्यानेज यस्तो गरिदिनु पर्ने हो क्या यो मान्छेहरूलाई के राहत दिनु भन्दा नि यस्तो गरिदियो भए हुन्थ्यो राहत दियो भने चाहिँ मान्छेहरू काम गर्ने बानी नै बिग्रिन्छ मलाई राहत दिन्छ सरकारले हेर्ने काम त हो नि त भन्ने हुन्छ श्रम आफूले गरी खाँदैनन् क्या हाम्रो गाउँघरमा फर्सी
कोही फर्सी पाकेर माथि घरमा मजाले राख्नु भएको छ, कोही रुखमाथि कत्रो रहेछ यो आमा। भुइँको फर्सी हेर्नु है, मेरो हात कति सानो छ फर्सीको छेउमा त। यस्तो हुन्छ क्या, कहिलेदेखिको फलेको फले अब अहिलेसम्म नि यस्तै हरियो छ होइन। फर्सी काठमाडौँमा चाहिँ कति महँगो छ, यहाँ चाहिँ हेर्नु न। अब असोजमा नि हरियै छ। काँक्रो चाहिँ यहाँ मजाले पाकिसक्यो, 2टा रहेछ। मेरो घरैमा टिम्बर फल्छ है, यस्तो टिम्बर छ, यस्तो टेस्टी पनि हुन्छ। यत्रो ठुलो छ बोट। परपरार चाहिँ सबै अरूले टिपिसक्थ्यो, यसपालि चाहिँ रहेको रहेछ। कति धेरै फलेछ। मम्मीले अस्ति नै टिप्नु पनि भएको अरे क्या, तर म अब टिप्छु आज। अनि त्यसपछि सिसामा राख्ने। यसलाई के भन्छ मलाई त आएन। एकदम अमिलो हुन्छ यसको पनि। यो चुक बनाउँछ क्या विभिन्न ठाउँमा चाहिँ मलाई, तर हाम्रोमा चाहिँ त्यसै जान्छ, जङ्गलभरि नै हुन्छ। मेरो माइती घरको दुना भैँसी के अरे बिहाको हिजो धुन गएको, हान्ने रहेछ। म त सकिनँ, त्यही भएर बाबाहरू नन्न थियो। दुध चाहिँ प्रशस्त छ, बाबाको दुःख छ। मम्मीको चाहिँ खुट्टा बिग्रेको रहेछ। अनि यो सुँगुर हेर्नु त कत्रो ठुलो छ मेरो माइती घरको। एउटा चाहिँ दसैँमा मार्ने हो, अब अर्को कत्रो छ अर्को। अनि एउटा चाहिँ मास्नु पर्यो। मम्मी र ड्याडीलाई गाह्रो भयो अरे। यो चाहिँ भाग्लाको भित्रास पेटको है, यस्तरी भाग लाउँछ क्या हाम्रो गाउँघरमा चाहिँ। यता 1000को भाग लाउँदै हुन्छ। पठाउ धेरै छ। मान्छे यति सानो देखे, थोरै देखे पनि अब कसको भाग कसले लाने भन्ने हुन्छ क्या। 61,000 पैसा उठिसक्यो, पैसा पहिले नै उठाउने हो। पछि गयो भने चाहिँ अब बाँकीमा गयो भने चाहिँ उठाइराख्न भ्याउँदैन गाउँघरमा। अहिले पैसा तत्काल उठाएर अलिकति फरक दिम तम्बो चलान यहाँ ठिकै हो। यहाँ पकुवा बनाइसकेको छ। यहाँ यो चाहिँ फ्रीमा खान पाइने हो क्या। यो समूहमा खाएर होला पकुवा साह्रै मिठो हुन्छ क्या, टेस्टी हुन्छ। हो नि, त्यो आउसी सबै मुटु कलेज मेरो सबै हुन्छ, त्यो राम्रो हुन्छ। तर अहिले त थोरै पकाउँछ, पहिलाको जस्तो यस्तो पकाउँदैन। ए थोरै भयो नि कस्तो टेस्टी हुन्छ क्या, त्यही चाख्न आएको म चाहिँ। एम विदेश दिबो आधालाई भिडियोको पाचो दाङ्गको क्या जुलुमे। युट्युब बन्ने पासोमा। अनि हड्डी प्रत्येक भागमा चाहिँ हड्डी छुट्याएर राख्ने हो। त्यो आन्द्रा भुँडीहरू चाहिँ छुट्टै उठाउने हो। त्यसलाई यसो मन छ पेट नदुखोस्, झाडा पखाला नलागोस्। यो चाहिँ देउतालाई चढाओ। ल खानु खानु दिदी। के तपाईँ नि क्रिस्चियन हुनुभयो? होइन। काठमाडौँ लानुलाई है। यो चाहिँ सिकुटी बनाउँदै हुनुहुन्छ जुवाइले। ज्योति छोरीले 2082 सालमा दसैँको बिदामा घर आउँदा माइत आउँदा मम्मी बिमारी भएकोले चामल निखान्नु
पर्ने अवस्था आएको हुँदा अहिले नि अहिले पिपीसँग बात मार्दै हाम्रो नाइ ज्ञानी नातिले झुट बोलेको छैन। यसले गर्नु यो खुकुरी केले धार लाउनु गरेको थियो? धार लाउने नै देखेको थिएँ कता गयो लग्यो होला। के नि लाग्नु छोडी चिप्लिनुमै थाल्यो। एउटा थियो त्यो गर्ने मम्मी पापाले खुकुरी केले धार लाउनु हुन्थ्यो? यसलाई चाहिँ टुक्रा पाराउनु नपऱ्यो अहिले यसलाई पहिला चाहिन्छ कि के छैन यो होइन कर्दल यहाँ काटेर झट्टै गरौँ। सिधै बनाउने हो मसिनो होइन होला है। मसिनै बनाउनु छोटो छोटो यो चाहिँ यही राख्नु बनाउनु न के भयो राख्नु भएन। सिला सिलालाई त यहाँ राखौँ। त्यो एउटा बनाएको तिमीले सकेको नि अब चाहिँ मासु बनाउ। पापा चाहिँ कहाँ जानु? के थाहा मैले बनाएको सिला है लामो होइन किन र लामो सुक्दैन यस्तो निकाल्नु पर्छ। कर्दली बनाएको कसरी आज फुलपाती रे अनि म झिक्रा सुकेको ल्याउँछु पटतिर गर्ने हुन्छ। के को घर बनाउने म पहिले तल बाख्रा लान्छु अनि सुकै हाल्नु पर्ने छ। सेला पत्तै बनाउनु अनि यो उता बनाउने नै बुझ्छ यो पनि उसको पनि हुन्छ नि त्यो बगसेको पनि सेला बनाउँदा यो मिसावट त राम्रो हुन्छ। सब लोग पकाएको ऊ बोसो मात्रै चाहिँ हुँदैन मिसावट त ठिकै हुन्छ नि। ए बोसो नकेलाउनु भन्नुभएको मासु यार हुने हो मासु त कति हुने हो भनेको यो मासु मासु ऊ यहीँ पो छ कुर्सीमा सुकेको चाहिँ भित्र राखेको अरू चाहिँ बाहिर फेरि यो ना भाइले पनि होला उठाएको त्यो त तन्ना त कहाँबाट राखेँ ए उतापट्टि पो राख्यो होला भाइले एउटामा राखेको छु राख्नु चाहिँ मैले ऊ यसमा छैन मासु 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 आज मासुले दिन जाने हो भोलि पनि सुँगुर काट्ने भन्नुहुन्छ मेरो चाहिँ गिलासले छेकेको छ क्या गिलासले छेकेमा त्यो हुनुहुन्छ तपाईँ
धेरै एक्टिङ नगर्नु न धेरै एक्टिङ नगर्नु है गिलासले छोपेर देखिरहेको पहिले बाख्रा तल चराउनु बाँध्छु अनि भार बनाउनु पर्छ यो मुनि उब्बै छ बाँस अनि झिक्रा पोलेर यो त बिपिन्छ राम्रोमा चिसोहरू चाहिँ कहाँ सुकाउनु भएछ कुन मैले के गरे हो कपडा म हेर्छु है त कहाँ गएर रहेछ कहाँ राख्नु भयो तपाईँले म निस्केँ त अब मैले त्यसरी नै नयाँपछि चाहिँ दिदी भाइले राखेर जस्तो छ है मैले त यहीँ राखेर जस्तो लाग्छ लिस्ट चाहिँ त्यही रहेछ यता त फेरि हाम्रो मात्रै राखेको छ मैले सुकायो यो अनि भाइले चाहिँ यता भित्र राखे जस्तो मैले त्यहाँ राखेको हो र फेरि उठाइरहेको थियो उसले कता गएको सुमन हो सुमन कता गयो अनिरसँग खै कता गयो अनिर त एक्लै गएको हो के गरे त अनिरले फोकाउँदै यस्तो पनि राख्ने मासु बढी छ त्यही भएर इनर पनि राख्ने बस्यो बस्यो हुँदैन त्यो हुन्छ हुँदैन 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 हुन्छ हुन्छ पापालाई सोध्नुपर्छ मासु त भिडियो बन्ने पागम है ब्लग मलाई हेर्नु न मलाई यार कलाकार बनाएर राम कपडामा कहाँ राखेको हो चिसोहरू माथि माथि लग्यो दिदी भेनालाई सक्नु आँट्नु भयो रहेछ ऊ त्यहाँ मेरो भिडियो बन्दैछ छोड त हाम्रो होइन को भाइहरूको छ होला किनके हो ओके ने भाइलाई नि भन्नु उनासी फल्छौ कि के गरौँ ल फल्जाउ ल फल्जाउ फल्जाउ बिबु हो भन्नु पर्ने पनि हो बल्ल कौके छ दुधीका भइहरू मर्दा मर्ने हिजोदेखि खाएर खाँदैछ है त्यो केटा त साथी आफैले त बुझ्ने छु त के चाहिदिनु भन्नु लानेको रामदाइलाई किन हाम्रो मम्मीलाई अघि नै रहेछ थपेर है म त लास्ट अब लेख्ने भए
कसैले यहाँ मासु के गरौँ भएको छ लात रहेछ दाइ ब्लगमा आउँदै हुनुहुन्छ हो मेरा आउँदै हुनुहुन्छ नआइ भएको छैन अब भन्छ अझ उज्यालो खोइ कहाँ मासु यति हो कुद्या छ त अर्को पार्टीमा बिहानको सिल बनाइसकेको काम गरेपछि बनाउनु त्यहाँ मजा छिटो 6000 बेसी थोर तिर्नु यतिको दाम नेक्स्ट इयर फिल्ला त कि त होला नेक्स्ट इयर कौन से फिल्ला लगभग बात तर राम्रो क्यास राम्रो उठ्यो त नि लास्टमा क्यास पनि राम्रो उठ्यो नि त्यो नै हो पछि पनि माथि बाँकी रहेको छैन ग्यास प्रायः गरेको मलाई उसको साथै मक्त धेरै मिना मजको कलर प्लस छ राम ह्यान्डी प्लस छ ओइ छ त्यो ह्यान्डी प्लस छ 90,000 त यहाँ पुग्छ उयो भएको हेर्नु तपाईँ हाल 4000 केसी त बाँड्नु भयो तपाईँको राम्रो छ बरु हेर्नु यहाँ हो त अलिकति मेरो यहाँ थोरै यो खोलो त त्यो कहाँ काट्यो भेनाको तपाईँको भेनाको यो लाग्दै लागेन र अहिले मैले रातो मेहनत गरेर पुरै ढुन्डाको छैन? चिप्लेर यहाँ भएर बोल्दै पहि अलिकति छाला मात्रै त्यो फर्स्ट एडको उ छैन छ बहिनी बान्नु पर्यो यहीँ माथि म्यारेज खेल्दैछन् के हो राम्रो बनाउनै राम्रो हटहरू होला भनेको क्या त्यसरी हाल्नु कल्ब्रे मजा पाउने रहेछ त म एकछिनमा खोल्छु एकछिन मासु काटिनु हेलो हजुर हेलो हेलो ओ घरमा हौ त कहाँ हो यहाँ मासु बनाइरहेको मासु काट्दैछु अँ अँ के भन्छ फेरि काट्यो के भन्छ यहाँ नि काट्यो अरे कस्तो लाग्ने त भनेको के भन्छ को आयो यहाँ को आयो को आयो ए ल ल कहाँ हो त को नाइमा हो अर्को घरतिर आउने होइन नाइमा उता जाऊ कता कता जानु कुन ठाउँमा हो
ए अँ कसकोमा ल ल ल कति खायो अनि मुख पनि पुछेको रहेन ल आऊ मुख पुछ्नु नाइमासँग गफ गर्ने अनि हातमा चाहिँ त्यतिकै गर्नु होला नि यहाँ त्यतिकै छोड्दैन हिजो कसले ल्याउनु भएको एकछिन काम गर्दा पनि लाउनु न यहाँ पक्र त एकछिन दुईजना छ दुईजना सिरी 5 यहाँसम्म तिनवटा नि यहाँसम्म मजाले समाउँछ पिङ खेल्नु जानु पर्छ थाप्यो रे त्यसो गरेतिर ल ल ल अहिले कल गरेको मैले चिन्यो को थियो विधान हो विधान काम मातिर सिरी 5 झन्डै लड्यो नि त के भएको यो हात तातो त खुकुरले मात्रै छुन्छ त मेरो हात त मैले अहिले अलिकति गाँसी खाएको थिएँ त्यही भएर हो कि मेरो त त्यो अहिलेको झ्यालमा छ हौ मम्मी सुतेको झ्यालमा त्यहाँ टिभी कसरी लगाइदिनु त्यहीँ छ त मुख धोएर आउने टोइटको हो साथी हो मुख धोएर आउने गाँसी मुख धोएर चिल्नु पर्छ वैशाख जेठ असार साउन भदौ असोज 6 महिनाको भने चाहिँ मिठो होला मिठो छ मिठो अति मिठो के लगिराख्नु क्या पछाडि गर्नु भाइहरूले गाँसी कराईमा ल्याएर गाँसी स्कुटीको पछाडि दिएको हुन्छ मासु काट्दा काट्दा है दुईटा भैँसी सिद्धा अलि सजिलो छ के भन्नु ओ मामाको किबी यस्तो फलिरहेछ यो पाक्ने चाहिँ तर पुस माघमा हो अहिले त म खान मिलेन यस्तो धेरै छ किबी तल्लो गरा पनि छ किबीको रुख चाहिँ यस्तो हुन्छ पुरै बर जस्तो झाँगेर परसम्म लहरिन्छ अब यता पनि छुट्टै छ फेरि त्यही फलेको होला एकदम ठुलो ए परसम्म छ कत्रो ठुलो सुँगुर मारेको छ आज ए हामीले सिस्नो टिप्दैछौँ म त सिस्नो खाने हाम्रो बुहारी बहिनी हुनुहुन्छ
फुल टिप्दै हुनुहुन्छ। आज चाहिँ हाम्रोमा सुँगुर मारेको छ, तर हामी चाहिँ यो खानु पर्यो। सुँगुर नखाने होइन दिदी? सुँगुर नै खानु त खाने, बेलुका दिउँसो। अहिले चाहिँ आन्द्राले यसो हरियो परियो देखोस् न। कति दिन भयो मासु थुपारेछ आन्द्राभरि, खाली काहीँ छैन। गडबड हुने हो कि पेट एकैचोटि हरियो बेच्दा। यो चाहिँ स्पाइडरको घर हो। यो माकुरा हुनुहुन्छ है, स्पाइडरको घर हो। ए भोगटेहरू कति छ। भोगटे चाहिँ तर हामी त्यति खाँदैनौँ, बच्चाहरूले बढी खान्छ। यसो त उठाइसक्नु भएछ, अघि नै बङ्गुर मारेको थियो। मासु उठिसक्यो। यता पकुवा पकाउँदैछ रक्तीसँग। मेरो भदैहरू बुढी भइयो क्या, भदैनी हजुरआमा। यो ल चढाउ न, पत्तामा चढाउँ खाने चढाइसक्यो। यो चाहिँ यस्तो हुन्छ क्या, यो चाहिँ हाम्रो अर्ग्यानिक प्लेट हो होइन। डाडु प्लिज। यो यहीँ आउने थाप्न आउने सिस्टम बनाउनु पर्ला छ। यहीँ थाप्नै आउनुहुन्छ उहाँहरू। यसलाई चाहिँ खरीमा के हो सर यो? पकुवा एकदम मिठो छ है, मिठो। एकचोटि हालिदिनु। के हो यो? पुरै यहाँ झुमिएको छ त। लिन आउने यो अर्को पनि ल्याउनु नि, हुन्छ ल। सुदान किराँतीको छातामा ल 4 पो भयो कि क्या हो? खान्छ यता आएर कहाँ हो तिमी? के हो त्यो? के हो छोरी? कमल ठिक छ नि होइन? फेरि ल्याउनु पर्ने पो त्यो।
सबले ग्लास थाप्ने मलाई आधी हाल्थ्यो आज घरको सुँगुर मारेको यस्तो पकवान जस्तो खाने मेरो छोरा साप बुवा पनि मेरो बुवालाई बुहारीले यहाँ बस्ने ठाउँ दिँदै हुनुहुन्छ यता रामजी मेरो जुम त खतरा छ नि फेरि सबैजना आफ्नो तालमा बसिरहनुहुन्छ यहाँ पाप माइला अनि पाप जेठा टङ्कु दाजु पोसोइ के हो गफ मजाले हाँसिदिन्छ यो चाहिँ सुँगुरको आन्द्राबाट बनाएको हो हामी धेरैजना छौँ नि यो चाहिँ तल्लो घर माथिल्लो घरको पार्टी हो आज सुँगुर काटेकोमा यो भित्र चाहिँ मम्मी यो मजाले देखाउनु त यसरी देखाउनु भने यो भित्र चाहिँ यस्तो हाले हुन्छ क्या चामल अनि रक्ती अनि त्यसपछि अलिअलि त्यो बोसो जस्तो क्या हाले हुन्छ यस्तो टेस्टी हुन्छ है गाइज सुँगुरको मासु भुटान मेरो मम्मी मेरो काकी राम्रो नि पुसै त्यस्तै छ मेरो सरलाई सिस आउनु भएको छ आज मेरो भदै चञ्चले भदै हुनुहुन्छ ह्यान्डसम पनि कतिवटा बुहारी आउने हो घरमा गाह्रो छ निशा सोझी छ गाह्रो छ घरमा बुहारी दिएर आएपछि सम्हाल्नै गाह्रो आज घरको पार्टी चलिरहेछ होइन राम मेरो बाबा हुनुहुन्छ भाइ तल्लो घर भाइ हाम्रो सानो भिडियो म्यानको त एउटा हुँदैन स्वर मात्रै हो झन् मेरो कान्छुको घाँस काट्ने मेसिनको पर्छ भनेर चाहिँ के मेसिन ल्याइहाल्यो अब ल्याएपछि ठिकै छ मेसिनले काटेको घाँस पर्दैन के घाँस खेर जान्छ पापाले घाँस काट्दै हुनुहुन्छ म चाहिँ कचिया नभएर भिडियो बनाउने छु भोलि त टिका हो आज चाहिँ घाँस चाहिँ धेरै काटेर राख्नुपर्छ भैँसी दुना छ यो त मस्याङ नि पापा कस्तो राम्रो रातो मास कोदो पनि अरूलाई दिएको बढी बियाड भएर राम्ररी मिलाएर उखाल्दैन रहेछ बाग्लै राखिदिएछ अनि कोदै भएन बाग्लो राखेपछि चाहिँ कोदै हुँदैन
कोदो नफल्ने भएपछि पापाले त घाँस पो फल्दैन त यो त अनि कोदो त घाँसै बनाउनु पर्यो नि राम धान काट्छ होइन धान काट्छु प्रायः धान काटेको चाहिँ देख्छु क्या यसले नोरुवा काट्नु मजा हुन्छ पापा नरुवा काट्न त खतरा हुने रहेछ त नरुवा काट्न त यहाँ बाबाले एक्लै काटिराख्नु भएको छ उहाँलाई चाहिँ मेसिनले चाहिँ काट्दिनँ भन्नुहुन्छ नरुवा काट्न त सजिलो रहेछ पछि धान काट्नु नरुवा काट्न एकजना मेसिनले एकजना हाँसियाले बाबा र मम्मी मात्रै घरमा हुनुहुन्छ अब सबै हामीले बाहिर छौँ भाइ पनि एयरपोर्टमा जागिर खान्छ विराटनगरमा अर्को भाइ त लाउरे भइहाल्यो बाबा मम्मी एक्लै दुना भैँसी नपालिकन किन घरमा बस्नु भन्नुहुन्छ दुना भैँसी भएपछि त घाँस त मजाले काट्नु पर्यो बाबा त पहिल्यैदेखि धेरै काम गर्नुहुने हो कि पालिका अध्यक्ष हुँदाखेरि नि घाँस पात गरेर जाने हो उहाँको भिडियो बनायो भने गाउँको लागि नि एक्लै रोड खन्न जान्छ राम्रो पुरुष है हाम्रो बुवा आमाको गाउँको कोदो धेरै राम्रो चाहिँ फल्दैन धेरै के भन्छ धेरै हुने गरी तर यस्तो टेस्टी हुन्छ अझै काटौँ कि बाबा भोलि पुरा आउने गरी पापा यसरी बोक्दा हुँदैन रहेछ के गरेको के रे घर लिपेको रातो छ त नि गोबर र माटो हाम्रोतिर त यस्तै हो होइन उता नजानु पर्छ जोडी जोडी त्यहाँ डिस्टर्ब नगर्नु माइज ल कुप्पी पिनेर जानु कान्छी यस्तो गर्नुपर्छ खोइ हाँसेको अनि कान्छी कान्छी नाइमा यता हेर फोटो पनि खिच्नु खिच्दैछु ल 2082 साल विजया दशमीको टिका एकदम बिमारी नहुने ज्ञानी हुने हात भन्नु धेरै पढ्ने हस् भन्नु कान्छु नपढ्ने आशा हुन्छ नि त नपढ्ने भन्ने अब मलाई डिस्कायो भन्छ होइन ल ल ल हाँस्नु है डिस्का हुन्छ हाँस्नु नानी हाँस्नु खोइ हाँसिदिनु न यहाँ खेल्ने ल राम्रो भएको छ है सधैँ खेल्नु है
खेल्नुपर्छ ल घुम्नु जाने गेम खेल्नु चक्लेट खाँदै खेल्नुपर्छ ल नानी टावरमा जाने ल 2082 साल विजयदशमीको टिका धेरै पढ्ने होइन लामै होस् न अनि जागिर खाने प्लेनमा उठ्ने हस् अर्को हेर्नु न रिसाएर आउने क्लिप बन्द गर्दै बरु त्यसै गर अनि यसो गरेँ कि यति गरेपछि भरे दिदीले चुज गरिहाल्नुहुन्छ क्लिप चाहिँ रोक न ऊ नेट स्लो भएर दाजुले लाउँदा दिदीको फेस चेलिँदो रहेछ उताबाट रोग अब जमरा मात्रै दिनको फुल है राम्रो अरू बेला भन्दा साह्रै राम्रो गहुँको चाहिँ धेरै पानी हाल्यो भने नाइमा अड्किन्छ कान्छीको चाहिँ तिमीले च्याप्दैन ल त्यसमा घोडा चढेर जानुहोस् घोडामा चढेर आउनु भन्नु पैसा चाहिन्छ कि नै चाहिन्छ नि नमस्ते गर्नु नमस्ते यो दाजु त अलिक नभेटिने रहेछ यस्तो पाराले क्यामेरा उ गरेको दाजु नभेटिने रहेछ यसरी गर्नु अब नमस्कार मामालाई आउनु यहाँ बिदाबारी मिलाएर म त यति छिटो मिठो छेत्री भवन जस्तो खालि टिका गर्छु कि मिलनको त टिका झरिसकेको र मलाई पनि भोकको रहेछ कि पत्तामा छ श्रीमान यस्तो लाउनु पर्ने रहेछ यता चाहिँ मिसाको यो टाउकोमा यो पुलदेखि नयाँ देखिन पनि आउनु पर्यो हेर यसले चाहिँ उजाँदाखेरि अर्को त्यो महँगोको बाइक हेलिकप्टर नि अब त कुदो जाँदा अब जानु निशा एक हिँडे नै एक गुलाई फोटो पाइने भिडियो यस्तै हो कान्छा भाइ भएपछि पाउँछ नि सानो जालीबाट मामाले फोटो खिचे हाँसिरहेको है ठुली चाहिँ भाइ अनि तिमीलाई चाहिँ नयाँमाले बाइकमा कुदाएर लाने दिदी पछाडि छ धेरै धेरै पढ्नु ज्ञानी हुनु के भन्नुभएको तिमी ज्ञानी छ त नि सिरी त त्योरिहाल्छ यस्तो गर्नु छोरी यस्तो गर्नुपर्छ कान्छु कान्छी हजुर धेरै धेरै पढ्छ एउटै ज्ञानी छ कि एउटलाई चाहिँ के भन्नु ज्ञानी मान्छेलाई चाहिँ माया भन्दा नि माया हो तिमीहरू चाहिँ नडराउनु छौ अब तिमी सिरी जाने कि नजाने खोटाङ भोलिपट्टि ससुराले उतै केटी लिनुलाई आउनु भनेको खोटाङ जाने भन्छ के उनलाई मैले खोटाङ भनेको सुले कोठा ल्याएर गाडीमा खोटाङ सिरीलाई त्यसरी त अलिक ऊ हुन्छ तलै बसेर खिच्नु न
भाइ पनि आउने गर्नुपर्छ नि ल अब सबैले सबैले उमाइजु मामा यता मामा ल यहाँ जिउ गर्नु हिमालय जता सिडी पनि मेरो बसेरै दिन खाने ल नमस्ते गरौँ हो जिउ गर्नु लु यहाँ आउन आइमा ल साडी लिएर बाई बाई यो पनि लगाइदिनु सास मर्छ हौ हातले भयो हुन्छ के अब अझै यहाँ चारवटा बनाउनु पर्छ अहिले मर्नु गर्न अहिले टिका लाउँदा ल आलु खानु थाल्यो टिका लग्यो राम्रो पढेर टोपी त थियो यसको ठिक्काको कहाँ फैलेको रामपुर लगेर फैलेको आउने हुनु हस् के हो रुन थाल्यो के हो देशैबाट लोन हुँदैन त मम्मी हजुर पिपी पिपी मम्मा पप्पा हजुर अङ्कलहरूको ले भने ल ल खोलिदिनु खोलिदिनु 2 मिनट ल 2 मिनट सानो 2 मिनट ल बाबुसँग फोटो खिच्नुपर्छ भन्नु आउ कान्छी बाबुसँग फोटो खिच्नुपर्छ है कति वर्षपछि यहाँ भेट हुँदैछ तिमीहरू पत्रले कुरा तिहारमा टिका लगाए विजयदशमीको टिका अँ नौदुर्गा भवानी तिहार त नआउनु हुने होला के अरे ले खोइ आउँ के भनेको एकदम भाइ चाहिँ उतै मनाओस् उता उसको दिदी मनाएको अर्को नि छ धेरै यता पढ्ने चाहिँ 2 घर खाली हुन्छ कि भनेर आउँ के भनेको समय पुरा होस् हेपेर सबैलाई सबै पिपी अँ मम्मा पप्पा अङ्कल 2 घरलाई कति शान्त पार्नु त हरूको प्यारो अन्त मम्मीले यहाँ चलाउनुहुन्छ होइन मान्ने हस् दियो त यहाँ बलिरहन्छ जागिर हुने अनि प्लेनमा सामी तामीको दियो आउने, त्यो बल्या हुँदैन कि गाडीमा आफ्नै गाडीमा आउने जाने हुनु हस् ल मेरो सानो यहाँनिर छ हस् पढ्नु कति सिरियल ज्ञानी पनि हस् भइरहेको छ मेरो सानो कति ज्ञानी छ एमदासी भिडियो पछि होता कान्छी न कमतरीमा माने ओके कान्छी मा बिस नि मा भिडियो पछि मा बिस मम्मीले माया गर्दैन नचल भाइ एकछिन बस्नु है